पूर्वीय दर्शन अनुसार मानव शरीर पञ्चतत्त्वबाट बनेको हुन्छ। पृथ्वी, जल, अग्नि, वायु, आकाश तत्त्वलाई पञ्चतत्त्वको प्रतीक मानिन्छ। यिनै पञ्चतत्त्वको सन्तुलनले मानव स्वास्थ्य, मनोविज्ञान र आध्यात्मिक स्तरलाई नियन्त्रित गर्दछ। नेवार समुदायको मौलिक पकवान यमरीले पनि यस्तै दर्शन बोकेको पाइन्छ। यमरी नेवार समुदायको अत्यन्त धार्मिक सांस्कृतिक महत्त्व बोकेको परिकार हो। यमरी पूर्णिमा यही परिकारको नामबाट नामाकरण गरिएको देखिन्छ। यमरी केवल मिष्ठान्न पोषिलो परिकार मात्र नभई मानव जीवन, प्रकृति र अध्यात्मसँग जोडिएको पञ्चतत्त्वको प्रतीकको रूपमा लिइन्छ। यमरी बनाउन प्रयोग गरिने चामलको पिठोलाई पृथ्वी तत्त्व, पिठो मुछ्न प्रयोग गरिने पानी जल तत्त्व, यमरीभित्र राखिने चाकु वा गुड अग्नि तत्त्व, यमरीभित्र राखिने तिल वायु तत्त्व र यमरीभित्र रहेको खाली भागलाई आकाश तत्त्वको रूपमा लिइन्छ। यसै गरी ससानो यमरीलाई देव यमरी भनिन्छ, जुन देवतालाई चढाउनको लागि प्रयोग गरिन्छ। यसभित्र पनि चामलको गेडा राखिने गरिन्छ। यसरी तयार गरिएको यमरी सर्वप्रथम वा कोठी अथवा धानको भण्डारमा लगेर पूजा गरिन्छ, जसमा चामलकै पिठोबाट बनेको गणेश, लक्ष्मी, कुबेर, गणेशको वाहन मुसाको प्रतिमा बनाइन्छ। साथै मायो पुरुष, वायो महिलाको प्रतीक स्वरूप गोलो र चेप्टो यमरी पनि सँगै राखेर धानको भण्डारमा पूजा गरिन्छ। यसरी यस पर्वको माध्यमबाट अन्नलाई पुजेर मात्र त्यसको उपभोग गर्नुपर्ने सन्देश दिन खोजेको पाइन्छ।